शिवानीजी आराम हुनुहुन्छ? हजुर आराम छु हजुर। एकदम खुसी लाग्यो हजुरसँग भेट्न पाउँदा। हजुर एक नारी कसरी चाहिँ यो यस्तो पेसामा आबद्ध भइकन पनि योगमा जोडिन पुग्नुभयो हजुर? हजुर मैले चाहिँ योग साधना गरेको लगभग 10-12 वर्ष भइसक्यो। मेरो चाहिँ कलेज लाइफदेखि नै पढाइको चिन्ता प्लस मलाई चाहिँ केही नयाँ कुरा सिकौँ भन्ने अलिकति उत्सुकता पनि थियो। अनि मैले सुरु गर्दा चाहिँ घर अगाडि एउटा योगा सिकाउने एउटा 1 हप्ताको कार्यक्रम घर अगाडि आर्ट अफ लिभिङ भन्ने संस्थाबाट चाहिँ मैले फर्स्टमा इन्ट्रोड्युस भएको हो। अनि मैले 1 हप्ताको त्यो सेसन गर्दाखेरि चाहिँ मलाई चाहिँ धेरै नै आफूमा चेन्ज भएको जस्तो महसुस भयो। सबभन्दा धेरै चाहिँ मलाई के कुराले प्रभावित पार्यो भने योग साधना गरेपछि चाहिँ मेरो अनुहारमा चाहिँ एकदम धेरै चमक ग्लो आउन थाल्यो। अनि त्यो टिनेजको उमेरमा चाहिँ आफूलाई अलिकति चिटिक्क राम्री बन्न मन लाग्ने उमेर पनि थियो। योग साधनाले चाहिँ अलिकति वेट पनि घटेको जस्तो अनि अनुहारमा चाहिँ मेरो चमक लिएर आएको थियो। त्यति कुराले चाहिँ मलाई चाहिँ अब त्यो कुराले चाहिँ म सुरुमा प्रेरित भएको चाहिँ त्यो कुराले गर्दा हो। पछि गर्दाखेरि धेरै वर्ष बितेपछि चाहिँ धेरै कुराहरू योबाट चाहिँ के फाइदा लाभहरू हुनसक्छ धेरै कुराहरू चाहिँ जान्ने मौका पाएँ। त्यसपछि चाहिँ मलाई चाहिँ योग साधना चाहिँ मेरो जीवन नै भइसक्यो। अब मैले छोड्न सक्दिनँ योग साधना चाहिँ कहिले पनि। कस्तो राम्रो कुरा। जुन विद्यार्थी उमेरदेखि नै हजुरले सुरु गर्नुभयो, कस्तो महत्त्वपूर्ण कुरा भन्नुभयो, अनुहारमा चमक। अनुहारमा चमक आउँदाखेरि त मनमा शान्ति आएको थियो कि थिएन? हजुर मनमा शान्ति पनि आएको थियो, अनुहारमा चमक पनि आएको थियो। अब टिनेजको बेलामा मान्छेलाई चाहिँ चिटिक्क परुम भन्ने जस्तो रहर लाग्ने बेलामा चाहिँ मैले त्यो कुराको डिफरेन्स फेला परेर त्यसपछि चाहिँ अनि स्ट्रेस म्यानेजमेन्ट त्यति बेलामा पनि निकै आनन्दित भएको जस्तो चाहिँ अनुभव भएको थियो मलाई 1 हप्ताको सेसनमा मात्र पनि। अनि त्यही कन्टिन्युएसन गरिराखेपछि चाहिँ आफ्नो जीवन पनि सहज होस् भन्ने हिसाबले चाहिँ मैले अगाडि बढेको। कस्तो राम्रो कुरा। अब गहिरो शान्ति र गहिरो आनन्द अथवा भनौँ न एकदमै मिठो खालको खुसी त केमा भेटाउनु भयो त हजुरले? हजुर त एक होटल व्यवसायी मतलब होटलमा आबद्ध हुनुहुन्छ अनि आफू एकदमै शिक्षा क्षेत्रको पनि मान्छे, राम्रो पढ्दै होइन आफू राम्रो कमाउँदा अहिले त एकदमै रमाइलो गरौँ साथीसँग हो रमाइलो गरौँ भन्दाखेरि योग ध्यानतिर त खासै रुचि नहुने उमेरमा पनि हजुर त्यो विषयमा जानुभयो र गहिरो आनन्द चाहिँ हजुरलाई सुरुमै प्राप्त भयो। यो यति राम्रो कुरा। अनि घरमा चाहिँ हजुरलाई यो कुरालाई कन्टिन्यू गर्दाखेरि कुनै हुन्छ नि छोरी त यस्तो ध्यान गर्न थाली के हो किन अर्कै दिशातिर लागि भन्ने खालको केही थियो कि थिएन? मलाई चाहिँ धेरै नै बाधा अर्चनहरू पनि आएको हो। सुरुमा योगा गर्दा चाहिँ कस्तो थियो भने हामी चाहिँ सबै हाम्रो चाहिँ एउटै एज ग्रुपलाई चाहिँ टार्गेट गरेर उहाँहरूले 1 विकको सेसन गराउनु भएको थियो, जुनमा चाहिँ हामीले एकदमै नाच्ने गाउनेदेखि लिएर साधना गर्ने गेम्सहरू पनि इन्कर्पोरेट गरेर त्यस्तो खाले प्रोग्राम थियो। अनि मलाई एकदमै आनन्दको अनुभूति भएको थियो। हप्तामा त्यसपछि म सधैँ आश्रमतिर पनि गइराख्न थालेँ। ड्याडी मम्मीलाई चाहिँ के कुराको चिन्ता पर्यो भने म चाहिँ अब आफ्नो पढाइहरू कलेज टाइमहरू पनि कहिलेकाहीँ चाहिँ कलेज टाइममा पनि अलिकति ढिला हुने अनि छुट्टीको दिनमा पनि सधैँ गई गर्न थालिराख्ने। अनि धेरै नै जान थालेपछि चाहिँ ड्याडी मम्मीले चाहिँ धेरै झुकाव भएको देखेर चाहिँ पढाइतिर चाहिँ फोकस गरे हुन्थ्यो, किन यसमा अहिले उसको लाग्ने उमेर होइन भनेर चाहिँ अलिकति उहाँहरूको चाहिँ बुझाइ चाहिँ थिएन त्यो समयमा चाहिँ। तर अहिले निकै वर्ष बितेपछि चाहिँ उहाँहरूले पनि योग साधनाको फाइदाको बारेमा थाहा पाएपछि अहिले उहाँहरूले पनि घरमा आफूले पनि सुरु गरिसक्नु भएको छ साधना गर्नको लागि चाहिँ। धेरै घरमा चाहिँ युवाहरू योग साधनातिर प्रेरित हुँदाखेरि चाहिँ घरमा अभिभावकहरूलाई चाहिँ एकोरिने हो कि मेरो छोराछोरी होइन योगी नै बन्ने हो कि होइन यो भौतिक कुराहरूप्रति उसको रुचि नहुने हो कि हामीले उसलाई जस्तो बनाउन खोजेको त्यस्तो नबनेर अर्कै दिशातिर लाग्ला कि भन्ने चिन्ता हुन्छ। यो चिन्ता हजुरको प्यारेन्ट्समा पनि थियो। त्यसलाई कसरी चिर्नु भयो हजुरले? पढाइमा निरन्तरता अझ उत्कृष्ट गर्नु भएर कसरी चाहिँ यसलाई चाहिँ यो होइन हजुरहरूले सोचे जस्तो होइन भनेर चाहिँ
कस्तो भयो भने सुरुमा जब मलाई ड्याडी मम्मीले यो कुरा नगर भनेर जब गाली गर्न थाल्नु भएको थियो त्यति बेलामा चाहिँ म चाहिँ अलिकति सफ्ट तरिकाले उहाँसँग कुरा गर्न थालेँ। पहिला रिसाउँथेँ म, रिसहरू पनि मेरो चाहिँ अलिकति कन्ट्रोल भएर म आफै अलिकति नम्र भएर बुवा मम्मीलाई चाहिँ सम्झाउने कोसिस गर्थेँ होइन। अनि मेरो आचरणमा चेन्ज आएको देखेर अनि प्लस म सत्सङ्गहरूमा जान थालेपछि चाहिँ पहिला अब भगवानको त्यस्तो चिन्तन भन्ने हुँदैन थियो। कस्तो भने प्रार्थना भजनहरूमा त्यस्तो मलाई रुचि पनि थिएन। जबदेखि म आश्रमतिर जान थालेँ त्यसपछि चाहिँ मलाई हरेक भगवानको भजनहरू पनि एकदमै राम्रो लाग्न थाल्यो। भजनहरू पनि घरमा गुनगुनाउन थालेँ, मैले भजनहरू सुन्न थालेँ। त्योतिरको झुकावहरू देखेर चाहिँ त्यसपछि बिस्तारै चाहिँ परिवारमा पनि उहाँहरूलाई चाहिँ अलिकति सकारात्मक सोच आउन थाल्यो यो कुराले। त्यसपछि चाहिँ परिवारबाट पनि बिस्तारै सपोर्ट मिल्दै गयो। हजुरलाई त्यो योगले आफ्नो पढाइमा चाहिँ कतिको सहायता गर्यो? पढ्ने विषयमा चाहिँ यसले पढेको भनिन्छ योग ध्यान गर्ने मान्छेको स्मरण शक्ति मजबुत हुन्छ। हजुरलाई चाहिँ योगले आफ्नो शिक्षामा चाहिँ कतिको मद्दत गर्यो? शिक्षाको कुरा गर्नुपर्दा चाहिँ हामीलाई कस्तो थियो भने धेरै लाइक इन्टरभ्यूमा जानुपर्दा कुनै पनि कुरामा कन्सन्ट्रेसन हुनुपर्दा अरू कन्फिडेन्ट तरिकाले कुरा गर्नुपर्ने इन्भाइरोमेन्ट हुँदाखेरि चाहिँ कस्तो तरिकाको चाहिँ साधना गर्नुपर्छ क्षणिक होइन। पढ्नु बस्नुभन्दा अगाडि चाहिँ कुन साधना गर्यो भने चाहिँ तिम्रो एकाग्रता बढ्छ भन्ने सेसनहरू पनि योग साधनामा सिकाइने गरिन्छ नि। त्यो योग अभ्यासहरूको प्र्याक्टिस गर्न थालेँ। कुनै इन्टरभ्यूमा जानु छ भने एउटा सेपरेट स्पेसमा बसेर साधनाको प्र्याक्टिस गर्ने, त्यसपछि चाहिँ आफ्नो अलिकति कन्फिडेन्स बिल्डअप भएको जस्तो हुन्छ। त्यसपछि मैले यो स्टेप बाई स्टेप आफ्नो पढाइमा